चाहिँ अहिले पोखरामा ठ्याक्कै यो देवीस फलको गेट कटेँ अनि अहिले चाहिँ म भर्खरै 10 बज्नु लाग्यो भर्खरै अब चाहिँ निस्किनु लाग्यो अब यहाँबाट हिँडेर अलिकति खाली ठाउँतिर जान्छु म अनि त्यसपछि चाहिँ त्यहाँबाट चाहिँ यसो कोहीसँग हुन्छ लिफ्ट माग्छु दाइसँग चिन्ता छ म चाहिँ लगभग आधा किलोमिटर जति चाहिँ हिँडेर अहिले आइरहेको छु जति सुनसान ठाउँ छ अब चाहिँ अलिकति थोरै अगाडि बसेर चाहिँ अनि चाहिँ यहाँबाट लिफ्ट माग्छु किनभने अब चाहिँ एउटै बाटो छ र यही बाटोको जति अगाडिसम्म हुन्छ त्यति अगाडिसम्म जान्छु म चाहिँ यो शीतलनिर बसेर अब लिफ्ट माग्छु हेरौँ यहाँ चाहिँ लोकेसन यहाँ हुन्छ यताबाट आएको गाडीहरूलाई चाहिँ लिफ्ट माग्ने मैले अब लिफ्ट माग्न चाहिँ सोच हामीलाई पनि डर लाग्दो हुँदो रहेछ हेरौँ कहिले छोडिन्छ कि अगाडिसम्म भन्ने कुरा ठिक छ अलिअलि त रिजेक्सन भइहाल्छ एउटा ट्रक आइरहेको छ हेरौँ ट्रकले दिन्छ कि लिफ्ट भाइ अलिक स्याड थियो रिसाएर गयो ठिक छ अगाडिसम्म छोडिदिनुहुन्छ हजुर ए हस् हस् धन्यवाद भाइकोलाई दाइलाई सोधौँ ठिक छ दाइले नि यही नजिकै हुनुभयो जसले हेर्दैन यहाँ बसेको आधा घन्टा हुनु लाग्यो गाडीहरू त अहिलेसम्म एउटा रोकेको छैन एक दुईजना बाइकहरू चाहिँ रोकेको थियो तर यही नजिकसम्म जाने भएर चाहिँ खासै रोकेन ट्रकहरू नि आएन हेरौँ डर चाहिँ लागिरहेको अलिअलि मेन त मेरो हातै उठिरहेको छैन डर लागेर म यतातिर जानु लाग्थेँ अनि तपाईँहरू उतै जानु लाग्नु भयो पुग्छ म पछाडि बस्थेँ म ठाउँ छ भन्दैन मैले यतिकै भिडियो बनाएको छु गाह्रोले यो पछि के आउँछ यो पछि सानो आउने हो यो पछि अनि त्यसपछि बुटोल आउने हो ए कति टाइम लाग्छ त्यहाँबाट बुटोल लाग्छ 3 घन्टा लाग्छ ए म आज बुटोलसम्म जाउँ भनेर बसिरहेको थिएँ मैले चाहिँ ठ्याक्क यत्तिकै बस्दा बस्दै यो गाडीको दाइले आएर चाहिँ ठ्याक्क रोकिदिनु भयो अनि त्यसपछि जम भन्नुभयो अनि ठ्याक्कमा चाहिँ चढेर यो गाडी चाहिँ स्याङ्जासम्म जाँदैछ म स्याङ्जासम्म जान्छु अहिले अनि त्यसपछि बुटोल म चाहिँ 3.5 घन्टापछि स्याङ्जा झरेर हिँड्दैछु अब अलिकति स्याङ्जा बजार कटेपछि चाहिँ अनि त्यसपछि फेरि अरू लिफ्ट माग्नुपर्छ कहाँसम्म लान्छ त्यसपछि स्याङ्जासम्म यत्रो भएर स्याङ्जा छोडेर चाहिँ स्याङ्जामै हिँड्दैछु गर्मी म
म चाहिँ स्याङ्जाको मेन बजारबाट 1 घन्टा अगाडि 1 घन्टा होइन 1 किलोमिटर जति अगाडि हिँडेर चाहिँ अलिकति यहाँ सुनसान ठाउँ रहेछ। यहाँनिर चाहिँ अब केही अर्को लिफ्ट पाइन्छ कि अगाडि जानलाई भनेर पर्खिरहेको छु। 10-15 मिनट भयो म बसेको, अहिलेसम्म हातै उठाउन गाह्रो भइरहेछ। यसरी गाह्रो चाहिँ गाह्रै हो। फर्स्टमा त गाडी धेरै आउँदैन, गाडी आए पनि हात उठ्दैन र हात उठेन रोक्दैन। लिफ्ट माग्ने खालको गाडी आउँदैन, स्याङ्जामै बसिन्छ जस्तो छ। आधा घन्टाभन्दा बढी हुँदैछ म यहाँ बसेको। 2-3टा ट्रक गयो, कुनैले पनि रोकेन, हेर्दा पनि हेर्दैन। बसहरूले चाहिँ रोक्छ, अब बसहरूमा त जाने कुरै भएन। हेरौँ ट्राई गर्दै गरौँ कति टाइम लाग्छ अझै। त्यो ठाउँमा चाहिँ अलि पाउन गाह्रो भएकोले म चाहिँ अलि अगाडि गएर अर्को ठाउँमा एकचोटि बसेर ट्राई गर्छु भन्ने सोचेर अलि अगाडि हिँड्दैछु। हेरौँ अब त्यता गएर चाहिँ केही फाइदा हुन्छ कि हुँदैन। अब यतिकै ऱ्यान्डमली हिँड्दा हो क्या, म त्यही भएर ऱ्यान्डमली हिँड्दा अघि के अरे गाडीमा थियो अर्कै गाडीमा स्याङ्जासम्म, अनि यतिकै म बसहरूमा भन्दा नि यतिकै यो लिफ्टहरूमा आएर हिँड्दा हो। बुटोल कहाँ जानु त? बुटोल त्यहीँ साथी घर छ, त्यहाँ जान्छु। आज त्यहीँ बस्छु, अनि भोलि फेरि उतै जान्छु। पैसाको प्रब्लम त होइन? होइन, पैसाहरू छ मसँग, त्यहाँ अहिले भर्खर एटिएमबाट निकालेको थियो। अलिक यहाँ म जम्मा 2-3 किलोमिटर अगाडि जाने हो। होइन के भयो त, त्यहीँ अगाडिबाट पाउँछ कि भनेर। ल आउँछु ल, बस। धन्यवाद। बाटोमा यसो रोकेर जस्तो लाग्यो। हजुर, कस्तो कस्तो मान्छे हुन्छ नि त फेरि। ए त्यो चाहिँ हो, भरोसा गर्नु त गाह्रो। टाइपको हुन्छ। ए होइन, त्यो चाहिँ हो, भरोसै गर्न मिल्दैन। ए सिभिल ए हजुर होइन, अनि यसमै त अलि रमाइलो हुन्छ भनेर नि। हजुर स्याङ्जा नि म फर्स्ट टाइमै आउँछु। दाइले चाहिँ मलाई एउटा गाडी भन्नु चलेको। ए हस् धन्यवाद। बुटोल जाएंगे, वैसे भी नहीं जाएंगे, 2-3 घंटा लग जाएगा। हाँ, नहीं 2-3 घंटा लग जाएगा हमको, जब पाल्टी वाला बोलेगा तो हम जाएंगे। हाँ, हम लोग वो ट्रैफिक जाम करता है ना रास्ते में। नहीं करेंगे अपना आप ये बोलो ना, दो सीट का तो पास होगा तुम्हारा। पास हो गया, नेपाल के है ना, इसलिए नेपाल के हैं इसलिए करते हैं वहाँ पे रामदेव में। आप कहाँ जा रहे हैं? गोरखपुर। आज ही गोरखपुर इंडिया। आप कहाँ जाएंगे? मैं आज बुटोल तक। इंडिया की? नहीं, मैं ऐसे ही फ्री ट्रैवल कर रहा हूँ, लिफ्ट मार के। हाँ, पोखरे से आज ही पोखरे से आया। पोखरे से एक जीप को लिफ्ट मार के स्याङ्जा तक आया, फिर वो अंकल ने यहाँ तक छोड़ दिया। म चाहिँ अहिले वालिङ भन्ने ठाउँमा आइपुगेँ स्याङ्जाको, अनि म चाहिँ यही जिपमा अब बुटोलसम्म नेक्स्टमा ब्यागहरू हेर्छ मेरो जे एकैछिन
यस्तो नाइस ठाउँमा रोकेर फेरि जानु ये आदमी मेरा गांव का है ए ये हमारा गांव के पोखरा मुस्तांग में गया घुम्ने आए हो दोस्त लोग शादी के दिन ठीक है गण्डकी प्रदेश छोडेर अब चाहिँ लुम्बिनी प्रदेशभित्र छिरेर घुम्दै म चाहिँ लिफ्टेको गाडीबाट चाहिँ ठ्याक्क बुटोलको शङ्करपुर चोक भन्नेमा झरेँ अब हेरौँ त्यस दाइ एकदमै मिल्ने अनि खाजाहरू नि खान दिनुभयो बाँकी त बेस्ट भयो एक्सपिरियन्स How old are you? 23. 23 years old. Son, don't you think you ought to be getting an education and a job and making something of this life? I'm not destitute. I'm living like this by choice.